घामको रङ्ग घोप्टिएर पहेँलो देखियो हिमाल। शयन कक्षको डिम लाइट झैँ मधुरो देखियो पहाड। लाग्छ हरेक गोधुली साँझ बास्ना बोकेर आइरहेछ। भुइँ कुहिरो तमोर बोकेर ल्याइरहेछ। फक्ताङलुङको फेदमा मुजिङ्ना खेयोङना झैँ रुखमाथि चढेर पिपिरी बजाउँदै सत्यगुरु साहिली हावामा सुसेलिहाल्छे। आऊ पेनेमा हात समाऊ। ए अर्धचन्द्र नयनी कोशीको चिसो जल झैँ नक्सा मात्र हुँ म। बासनाको भिरफुल टिप्न सक्दिन। साहिली तिमी हिमालको शिरबाट आयौ, म गङ्गाजीको तीरबाट आएँ। तिमी प्रकृति निष्काम उदायौ, म परलोकको यात्री काम विशेषले आएँ। म बीज तिमी धरती, म पुरुष तिमी स्त्री। मलाई माफ गरिदेऊ साहिली, मैले तिम्रो हात छुन मिलेन, अपवित्र हुन मिलेन। तिमी खुवालुङमा तान बुनेर बस, म कोशी किनारमा ध्यान गरेर बस्छु। मलाई माफ गरिदेऊ सत्यगुरु साहिली। बाजे, कोशीमा फक्ताङलुङको जल मिसिएको छ। पवित्र गङ्गाजीमा मुजिङ्नाको मल मिसिएको छ। तिम्रो नाकमा मेरो शरीरको सुगन्ध ठोक्कियो कि? म रजस्वाला हुँ, तिम्रो ध्यान रोकियो कि? सुघे हुन्छ मलाई, म फुल हुँ। बिर्सिदिए पनि हुन्छ, म भुल हुँ। तिमी बग्ने बगरको म मूल हुँ। ए मत्स्यगन्धा, म त पराशर भएँ। कुहिरोले ढाक्यो, म त निराकार भएँ। आऊ मेटाऊ दुई आत्माको प्यास, जन्माऊ एउटा साझा वेद व्यास। सुसुवा लिलिम जन्मिए पनि हुन्छ मेरै बीजबाट। माफ गर बाजे, म उर्वर हुँ उर्वशी होइन। म रङ्गीन हुँ अर्धाङ्गिनी होइन। सुगन्ध हुँ बास्ना होइन, प्रकृति हुँ विकृति होइन। बुझेनौ तिमीले हिमालको रस, गङ्ग तीरमै अब ध्यान गर्दै बस। प्रलय आयो सम्बन्धमा, बाढी पस्यो बाँधमा। न नदी न बगर, न शून्यता न आकार, न मिलन न बिछोड, न रहस्य न निचोड, न असार न सार, न परलोक न संसार, न देखियो फक्ताङलुङ, न रह्यो कोशी किनार। हाम्रा नानीहरू पुरिएका छन् यो धुलोमा। सुस्तरी हिँड्नुहोस् किनारबाट। तपाईँ जहाँ उभिएर खिचिरहनु भएको छ हाम्रो फोटो, त्यहीँ पुरिएका छन् हाम्रा ढिकी जाँतो र आरनहरू। तपाईँ जहाँ उभिएर लेखिरहनु भएको छ हाम्रो समाचार, त्यहीँ पुरिएका छन् हाम्रा नानीहरूका क्लिप, रिबन र पेन्सिलहरू। र तपाईँ जहाँ उभिएर बाँडिरहनु भएको छ चाउचाउ, हो त्यहीँनेर पुरिएका छन् हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू। हाम्रो इतिहास पुरिएको छ यहाँ। हाम्रा मन्दिर, मस्जिद, गुम्बा र गिर्जाघरहरू पुरिएका छन्। तपाईँ राता पालहरू लिएर आउनुभयो, चाउचाउ, चिउरा र क्यामेराहरू लिएर आउनुभयो। हामी शिर झुकाएर धन्यवाद भन्छौँ। तपाईँ हामीलाई सम्झिएर यहाँसम्म आउनुभयो। हाम्रो आँसुको ढिकाले तपाईँको क्यामेराको लेन्स भिज्ला कि भनेर सुस्तरी सुस्तरी रोइरहेका छौँ हामी। तपाईँले कविता लेख्ने कापीको पन्नामा रगतको दाग लाग्ला कि भनेर हामी सुस्तरी सुस्तरी निकालिरहेका छौँ आमाको लास। मध्य दिनमा एउटा धमिलो आकाशबाट खसेर धरतीको यही धुलोमा पुरिएको थियो हाम्रो शिरमाथिको सूर्य। अब हामी चिहानको धुलो खोस्रिएर बटुल्नेछौँ उज्यालोका कणहरू। किताबका पानाहरूबाट अनायास झरेका अक्षरहरू टिपेर अब हामी फेरि बनाउनेछौँ जीवनका सुन्दर वाक्यहरू। बाँसका खुट्टाहरू टेकेर उभिनेछन्
हाम्रा आस्था र सपनाहरू हामी बाँचेकाहरू बाँच्नेछौँ र बनाउनेछौँ विश्वासको बाटो। हेरिराख्नुहोस्, यही जमिन चिरेर निस्कनेछ आत्माको शक्ति। हाम्रा आमाहरू पुरिएका छन् यो धुलोमा, अन्यथा नमान्नुहोला, सुस्तरी हिँड्नुहोस् जमिनबाट। जिन्दगी त क्रूर छस्, तैँले कसैलाई केही दिइनस्, केवल लिन जानेको छस्, लिँदैछस्। असीम विश्वासले मानिसहरू तँलाई हुर्काउँछन्, अहोरात्र तेरै गुण गाउँछन्, तेरो विषालु विभत्स अस्तित्वको पूजा गर्छन्। तर त कति मूर्ख छस्, न त तँ खुसी हुन सक्छस् न जिउन नै। तँलाई बहारसँग प्रेम छैन, पतझरसँग सरोकार छैन। कहाँसम्म भने तँलाई त तेरो ओरपरको दुर्गन्धले पनि प्रभाव पार्दैन, न त सुगन्धले नै मोहित पार्दछ। त निरुवतामा अट्टहास गर्छस्, कोलाहलमा बिच्कन्छस्। तेरो यो बुख्याचाको आडम्बर कहिलेसम्म? जब त आफ्नो मदोन्मत्त महानिन्द्राबाट बिउझन्छस्, त्यति बेला तँलाई आभास हुन्छ त फगत बिस्तारै बिस्तारै चाउरिएर जाने रेखाहरू मात्रै होस्। जिन्दगी त विभत्स बन्छस्, रूपहारा बन्छस्, त बाल्यकालको बामे सर्न असमर्थ हुन्छस्। यौवनको रङ्गीन सपनाहरूसँग टाढिसकेको हुन्छस्, त केवल बुढेसकालको अट्टहास अनि चित्कार भएर रहन्छस्। सायद तँलाई पनि थाहा छैन, त केवल आफ्नै मलामी होस्। जो आफैसँग मलामी जान्छ, आफ्नै चितामा सुत्छ अनि पल भरमै खरानी हुन्छ। जिन्दगी त केवल डढेको मुढाहरू बीचबाट जर्जर भएर खस्ने खरानी होस्, मात्र खरानी, मात्र खरानी, मात्र खरानी। कविता बादल पोखरी, कवि खड्गसेन ओली। पोखरीमा बादलको सिङ्गो नदी बास बसेको छ। थाहा छैन कसरी सास फेर्छन् माछाहरू बादलमा। बादलको गलैँचा भरि कमलका निर्दोष मुस्कान पोखिएका छन्। ओछ्यानमा यत्र तत्र छरिएका छन् प्रेमका किम्बदन्तीहरू। बादलको पोखरीमा प्रेमको कुनै जरा हुँदैन। पर बादलको पोखरी भन्दा धेरै पर आकाशको कोखमा पटक पटक पानीका लासहरू खस्ने गरेका छन्। लासै लासको समुद्र छछल्केको छ आकाशमा। पीडाका अनगिन्ती थुम्काहरू समुद्रको परेलामाथि धस्केका छन्। आँखाका नानीहरूमा खरानीको रास लागेको छ। बिफरका बाक्ला बुट्टा कुन्दिएका छन् समुद्रका हृदयमा। भर्खर भर्खर फूलका कलिला अधरमा समुद्री गीत लहराएको छ बादलको पोखरीमा। सिलौटामा बादल पिँधिरहेछन् गृहिणी फूल। ओखलमा बादल कुटिरहेछन् गृहिणी फूल। अङ्गालामा बेसरी निचोरेर प्रेमले थोपा थोपा जीवन कोरोल्नुपर्छ बादलमा। पोखरीमा बादलको सिङ्गो नदी बास बसेको छ। छाडेर जानेलाई कवि मडिलो हो नि। र यही आएर सकिएको छ हामी दुईको यात्रा। अत्यन्त प्यारो लागेको त्यो हिँडिरहने बाटो र त्यही बाटोमा पोखिएर सकिएको मेरो उमेर र तिम्रो वैंश।
बाटाभरि भेटिएका फिरन्ते ऋतुहरू जस्ता मान्छेहरू, उनीहरूसँगै टाँसिएको आगोको लप्का जस्तो आँखा र सुदूर गाउँमा फरफराइरहेको विद्रोही झण्डा। तिमीले मलाई बिछट्टै मन पराएर गरेको माया जस्तो निखर रातो गुराँस या त्यो रोइरहेकी युवतीको भर्खर पखालिएको सिउँदो सबै छुटेका छन्। बादल पारीको गरिब हिमाल जो बेचेर तरुणी छोरीको सौन्दर्य अग्लाइरहेछ महलहरू, लाहुर जान नपाएको झोकमा आफैलाई धिक्कारिरहेका जवान पहाडहरू, त्यतै पहाडतिर भेटिने छापामारको दस्ता वा अलिपर चेकपोस्टमा मोबाइलमा गीत सुनिरहेका सैनिकहरू, सबै सम्झना बने जब रोक्यौ तिमीले यात्रा। भुर्र उडेर गयो गीत गाइरहेको चरा, जङ्गल पछि पोखरीमा खेलिरहेका रजहाँसहरू र अस्ताउँदो सूर्यसँगै सम्बन्धको आकाश निख्रियो। के तिमी नहुनु नै यात्राको समाप्ति हो? त्यो मोडमा उभिएर जसै मुस्कान जस्तो चुडाएर लग्यौ आफैलाई आफूसँग र विद्रोही सपनासँग। तर्सिएको शासकलाई उछिनेर अघि बढेको तन्नेरीको जुलुस जस्तो रङ्गिएको तिम्रो लामो कपाल मेरो औँलाभरि छाडेर गयो। त्यही क्षण मलाई लाग्यो तिम्रो माया र यात्रा एकसाथ जुडिएको छ मबाट। बाँकी छन् तिम्रो सम्झनामा म भित्र, तिम्रा उदास आँखा, तिमीलाई छोएर बग्ने यो उत्ताउलो हावा र अर्धमुदित सपनाहरू। र यहीँ आएर सकिएको छ हामी दुईको यात्रा। स्पर्श, कवि सन्ध्या पहाडी। मलाई तिमी आफ्नो हातको स्पर्श देऊ, म तिम्रो स्पर्शले न्यानो बनेर विश्वभरि फैलिन चाहन्छु। तिम्रो स्पर्शले मेरो आत्मामा प्रेम गर्छ, मेरा सारा अभिलाषा प्रकाश बन्छन्, मेरो मनको अँध्यारो अविलम्ब गर्छ। तिम्रो स्पर्श एउटा जादु हो, सहारा हो, चन्द्रमा हो, तारा हो, त्यो लिएर कैयौँ ब्रह्माण्डलाई जित्न सक्छु म। तिम्रो स्पर्श जीवनको मिठो पारा हो, फूल हो, जलधारा हो, जुन लिएर म सबै मानव हृदयलाई सिच्न सक्छु। यो समयको हुरीमा, हृदयहरूको दूरीमा सम्भव छ तिम्रो स्पर्शलाई समयले पर्खिरहेछ। बेहोसीको यो वरिपरिमा आशालाई अलि हम्किरहेछ। त्यसैले म चाहन्छु त्यो स्वर्ण स्पर्श तिम्रो ममा आओस्, मबाट त्यसले दुनियाँ भिजाओस्। त्यसैले हे स्वप्न मेरा, तिमी मलाई मायाको स्पर्श देऊ, म तिमीलाई मेरो सर्वस्व दिन्छु। तिमी जति गर्न सक्छौ त्यति म पनि सक्छु। तिमी जत्तिकै पाखुरी बजार्न सक्छु, पसिना बगाउन सक्छु। तिम्रा सबै अनुभूतिहरू मेरा पनि अनुभूति। तर इतिहासले आज कहाँ ल्याएर पछार्यौ कुन्नी मलाई। तिमी त मभन्दा कोसौँ अघि गइसकेछौ। तिमी र म एउटै होइनौ, एक अर्काका पूरक मात्र हौ। त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागीदार हुन सक्दैनौ। म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु। म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु। तिमीलाई त यस्तो कहिल्यै भएन। तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ। तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउन पर्दैन। तिमीलाई गर्भधारणको अतिशय पट्यार लाग्दो अवधि थाहा छैन। तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्न पर्दैन। हो, म तिमी बिना आमा बन्न सक्दिन। हो, म तिमी बिना आमा बन्न सक्दिन। तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु। तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ। त्यो मेरो नितान्त मेरो अनुभूति हो। तिमीलाई स्वास्नी मान्छेले बलात्कार गर्यो। तिमीलाई स्वास्नी मान्छेले कलङ्कको टीका लगाइदियो। तिमीलाई स्वास्नी मान्छेले कतै बेच्यो। तिमी निरुत्तर छौ यस प्रश्नको अघि।
आजको सत्तारूढ तिमी शताब्दी शताब्दी अघि झगडालु ईर्ष्यालु वन मानुस तिमीलाई माया र सह अस्तित्वको अङ्गालोमा बाँधी आफ्नो ओढारको छानामुनि भित्र्याएकी थिए। जसरी आज तिमी दाइजोको लवा लस्करसँग घुम्टोभित्र लुकाई पशुलाई जस्तै रुवाउँदै भित्र्याउने गर्छौ, त्यसैले तिमी यति विमुख नहौ, यति निर्दयी नबन, यति बैगुनी नहौ। तिमी मेरो उत्पीडन बुझ्दैनौ, म तिम्रो उत्पीडन बुझ्छु। आऊ आज हामी उत्पीडनहरू साँटासाँट गरौँ। हामी मानसिकताले एकाकार हौँ। हामी एक अर्का बिना बाँच्न सक्ने प्राणी होइनौँ। म तिम्रो हात दरो गरी समाउँछु। तिमी मलाई तिमी पुगेको ठाउँसम्म पुर्याऊ, त्यहाँ जहाँ तिमीलाई मैले सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ। छाप्राको मौलिकता। कवि राधा कार्की। जब गर्जन्छ आकाश र बर्सिन्छन् चिसा बुँदहरू, तब पातला छाप्राहरू छिचोल्दै दोहोरी खेल्न थाल्छ एउटा भयानक पीडा मुटुसँग। मोटाएकाहरू बर्सातलाई चाडको रूपमा मनाउँछन्, सोमरस र साँप्राको स्वादमा आफूलाई मिसाउँदै घोल्छन् आधुनिकतामा। छाप्राहरूले चाड नमनाएको कति भयो होला थाहा छैन मलाई। बर्सातले चुटेको शरीर कति काम्दो होला थरथरी। र पनि छाप्राहरूले आफ्नो पहिचान बिर्सिएका छैनन् आजसम्म। यो जिन्दगी खै के जिन्दगी। कवि हरिभक्त कटुवाल। यो जिन्दगी खै के जिन्दगी, भित्र भित्रै खोक्रिएर बाहिर बाहिर बाँचेको, एटमको त्रासले चुसेको, समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी। बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ, खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ। आँखा चिम्लिन पनि जगजगी, आँखा उघार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी। पसलमा शोकेसभित्र सजाइराखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी। रबरका सस्ता चप्पल जस्तै यो जिन्दगी बाटामा हिँड्दा हिँड्दै च्याट्ट चुट्न सक्छ यो जिन्दगी खै के जिन्दगी। छोटो मिठो कविता छ कवि खड्गसेन ओलीको। यो कविताको शीर्षक फुलको जुलुस। समयको मूल सडकमा फुलको जुलुस बगिरहेछ निरन्तर। मूल सडकको शरीरमाथि लमतन्न ओढाइएको छ कुहिरोको तन्न। त्यही तन्ना च्यात्न मोर्चाबन्दी भइरहेछ फुलहरूको बस्तीमा। पँधेर्नीहरू गाग्रोमा कालो पानी ओसारिरहेछन्। कुलो र नहरमा पटाइरहेछन् कृषकहरू कालो पानी। नदी कुवा पोखरी जताततै कालो पानी सङ्लेको छ र कालो पानी निर्दोष फुलका शरीरहरूमाथि शासन जमाइरहेछ। फुलको शरीरबाट कालो पानी निचोरिरहेछ। फुलको जुलुस मूल सडकमा, समयको मूल सडकमा फुलको जुलुस बगिरहेछ निरन्तर। काठमाडौँ, अझ भनौँ सिङ्गो देश नै दिन परदिन कालो निलो हुँदै गइरहेछ सर्पदंशित मान्छे झैँ। म सर्पको खोजीमा छु, हो म ती विषालु सर्पहरूको खोजीमा छु। धेरै अघिदेखि हिँडिरहेछु असन पसेर, जसले नुन चामलका बोरा र तेलका टिनलाई डसे
बजार घुमेर मोटा कपडा र इँटा सिमेन्ट छड र कर्कट पातालाई डसे। अस्पताल पसेर डाक्टरलाई डसे। सेलाइनको नली भएर थुप्रै बिरामीहरूलाई डसे। अँध्यारामा नर्सलाई र औषधि पसलमा औषधि भई रोगीका पर्सलाई डसे। बाल बालिकाका दुधका डब्बालाई डसे। विद्यालय पसेर देशको भविष्यलाई डसे। हाकिमको कलमको निब भएर असङ्ख्य कर्मचारीहरूलाई डसे। मलाई खोजी छ, हो मलाई खोजी छ ती काला विषालु सर्पहरूको। एक युग बित्यो म हातमा लौरा बोकी गल्ली गल्ली चोक चोक वन जङ्गल र बाटा घाटामा ती सर्पहरूको खोजीमा हिँडेको। तर सर्पको साँटोमा मैले बरु गल्ली चोक वन जङ्गल र बाटा घाटालाई पो दङ्सित पाएँ। अब म बढी सतर्कताका साथ खोज्दैछु, पछ्याउँदैछु ती छद्मभेषी सर्पहरूलाई, जसले सभ्य रूपमा सभ्यतालाई र पुजारी भई देवतालाई डसे। मलाई खोजी छ, हो मलाई खोजी छ, जसले भिडियोभित्र पसी नीला सर्प भई हाम्रो संस्कृतिलाई डसे। नदेखिएका पनि होइनन् ती अँध्यारामा, तर मेरो प्रहार भन्दा अघि ती दुलाभित्र पस्थे। दुलो भत्काउँथे तर झन् ठुला ठुला दुलाभित्र पस्थे। तिनीलाई पनि नभत्काएको होइन मैले, तर मैले पछ्याउँदा पछ्याउँदै पनि ती भागेर पर्खालभित्र पसे। पर्खाल भत्काएँ तर अफसोच, यी यति अग्ला पर्खालभित्र पसे जसलाई म न उक्लिन सक्छु न भित्र पस्न सक्छु। मलाई थाहा छ व्यर्थ छ मेरो अभियान, सर्प मार्नु ता परै जाओस्, बरु कुनै पनि क्षण म आफै डसिन सक्छु। तैपनि बसेको छु म पर्खाल कुरेर, पर्खाल घुरेर, कारण मलाई खोजी छ ती सर्पको, जसले यो सुन्दर देशलाई बारम्बार डसिरहेछन्, डसिरहेछन्, डसिरहेछन्। कविता बुद्धि बङ्गारा, कवि भुपिन। हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे, उ भन्थ्यो दाँतहरू त केवल देखाउनका लागि हुन्, बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ। गिजाको कुना चिरेर एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा, त्यसपछि चमत्कार भयो। उसले पार्टीको सदस्यता पायो, चुनावको लागि उम्मेदवारी पायो। ऊ त्यसपछि सहरबाट गाउँ आयो। पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर गाउँलेहरूलाई चिया खर्च बाँड्यो, निकाल्यो झोलाबाट मतपत्रको नक्कल र भन्यो यो मेरो चुनाव चिन्ह, भोट हाल्नु। बुद्धि बङ्गारा उसको चुनाव चिन्ह, बुद्धि बङ्गारा उसको चुनावी मुद्दा, बुद्धि बङ्गारा उसको चुनावी नारा। जो भेटिन्थे गाउँका धुलाम्मे गोरेटाहरूमा, ऊ गर्वले आफ्नो बुद्धि बङ्गारा देखाउँथ्यो र भन्थ्यो बुद्धि बङ्गारा केवल हाम्रा पार्टीका नेताहरूको आछ। बुझ्नु है, बुद्धि बङ्गारा हुनेहरूसँग मात्रै बुद्धि हुन्छ। चुनावी सभाहरूमा गर्ज्यो ऊ, बङ्गारा नआएकाहरू सत्तामा पुगेकैले यो देश ट्युटनले चलाएको रोम जस्तो भयो, हिटलरले चलाएको जर्मनी जस्तो भयो, तालिबानले चलाएको अफगानिस्तान जस्तो भयो। बुद्धि बङ्गारा नआएकाले चलाएर यो देश अभर पर्यो। विकासको गाडी समयको भिरबाट खस्यो, भोकमरीले जादु टुना लायो, अनिकालको आँधीहुरी आयो, पुग्यो विभेद उत्कर्षमा र जनताको जीवन नर्क भयो। यसपालि देखाउने दाँतलाई हराउनुहोस् र चपाउने बङ्गारालाई जिताउनुहोस्। गाउँलेले पत्याए उसका कुरा, देशका धेरै केन्द्रबाट बङ्गाराले दाँतहरूको जमानत समेत जफत गरिदिए। जित्यो उसले चुनाव र छिर्यो संसद भवनभित्र। बङ्गाराहरूको सरकार बन्यो। बुद्धि बङ्गारा आएकै वर्ष उसले पड्कायो मुख्यमन्त्री। त्यसपछि चपाउन थाल्यो उसले जहाजका पङ्खा, नदीका गिट्टी र बालुवा र जङ्गलका काठ। लुच्न थाल्यो उसले पीडितहरूका जस्ता पाता, अस्पतालका बेड र मानिसहरूका करङ।
एक दिन सिंहदरबारमा भेट हुँदा उसलाई मैले गाउँबाट विकास बेपत्ता भएको खबर सुनाएँ। गाउँकी चेली शान्ति अपहरणमा परेको कुरा सुनाएँ। गाउँकी आशा बलात्कृत भएको जाहेरी गरेँ। ऊ मौन बस्यो। मैले भने, तपाईसँग गाउँलेहरू आक्रोशित छन्। ऊ हाँस्यो, मुख च्यातेर अट्टहास। हेरे, थेत, ऊ कस्तो थोते देखिएको। देशको हाड मासु र छाला चपाउँदा चपाउँदा फुक्लिएछन् उसका बलिया दाँतहरू। तर उसलाई कुनै पश्चाताप थिएन। भन्दै थियो, यी हेर त भाइ, बुद्धि बङ्गारा अझै फुक्लिएको छैन। कृपया दलालले कष्ट नगर्नुहोला। कवि प्रहलाद सिन्धुलिया। माथि पहाडमा उभिएर सोच्दा गहिराई धमिलो देखिन्छ। दिक्क लाग्दा देखिन्छन् झुप्राहरू। पिँढीको सुकुल र भुटेको मकै त फुटेको आँखाले पनि देखिँदैन। त्यही माथिबाट नदेखिने गाउँको कुनै कुनाको एउटा टुक्रा जग्गा बिक्रीमा छ अचेल। कृपया दलालले कष्ट नगर्नुहोला। माथि पहाडमा उभिएर सोच्दा अझ ठुलो पहाड देखिन्छ। चम्किलो हिमाल देखिन्छ। उदाउँदो सूर्यको चहक देखिन्छ। खुला क्षितिज देखिन्छ। दुःख बिर्साउने सपना, आकाश छुने सपना पुरा हुँदै गरेको पनि देखिन्छ। यो अचम्मको पसिना पहाडमा पुगेपछि चिसो हुन्छ। पहाडमा निद्रा पनि असाध्यै मिठो लाग्छ। कैयौँ अनिदा रातहरूको साक्षी अँध्यारो भुइँकल सहितको एउटा घर बिक्रीमा छ अचेल। कृपया दलालले कष्ट नगर्नुहोला। माथि पहाडमा उभिएर सोच्दा विगत धमिलो देखिन्छ। त्यो कहाली लाग्दो कष्टकर यात्रा बिर्सने अभिप्रेरणा जाग्छ। माथि पहाडमा पुगेपछि सोच्न पनि मन लाग्दैन। रुने कारणहरू फितला हुन्छन्। आक्रोशित हुने विषयहरू फिक्का हुन्छन्। जहाँ लुक्दा लुक्दै लाखौँ तोकिएका टाउकोका मूल्यहरू करोडौँ भएका छन्, त्यही महान यात्राको एउटा सेल्टर बिक्रीमा छ अचेल। कृपया दलालले कष्ट नगर्नुहोला। सिंहदरबार, कवि तीर्थश्रेष्ठ। कुनै गाउँको गोरेटो भएर, कुनै पहाडको खुड्किलो भएर, अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्दैनौ। त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिला अलकत्रे सडक नै चाहिन्छ, अथवा दौरा सुरुवालमाथि ढाका टोपीको तडक भडक नै चाहिन्छ। सायद त्यसैले होला सिंहदरबार अचेल गोरेटा र पँधेराको कुरा गर्दैन। सिंहदरबार अचेल भन्ज्याङ र चौताराको कुरा गर्दैन। सिंहदरबार जेसुकै भए पनि खोक्रिएको पेटलाई पटुकीले बाँधेर मैला भोटाहरूलाई दौरा सुरुवालले छोपेर जानुपर्छ। त्यसैले त्यहाँ विकासको कुरा गर्दा भोको पेट र नाङ्गा आङ छोप्नुपर्छ। मेरा बाजे भन्ने गर्थे, राणाले छोडेर गए पनि सिंहदरबारमा अझै राणाको भूत जिउँदैछ। त्यसैले होला अचेल त्यहाँ पनि जर्नेल साहेबहरूको ढोकामा जस्तै ज्यू हजुर स्वस्ति चल्छ। छातीमा देश दुखाए पनि नदुखाए पनि के फरक पर्छ। गाउँ जाने गोरेटामा पहिरोले पुर्दैमा के हुन्छ र? सिंहदरबार जाने बाटोमा जहाँ जे सुकै भए पनि चिप्ला र चिल्ला विदेशी कार सलल बग्छन्। हिजै त हो सिंहदरबार जलेको। त्यहाँ जनताका मान्छे बस्ने हुनाले त्यो जल्दा हामी कत्तिका मुटु जले, हामी कत्तिका आँखा जले। तर खै मेरो गाउँ पहिरोले पुरेर भग्ना बसेस हुँदा सिंहदरबारको के जल्यो र? बिचरा सिंहदरबार, सिङ्गै नेपाल हेर्नुपर्छ उसलाई। मेरो एउटा गाउँको कुराले नै पो के हुन्छ र? मेरो एउटा गाउँको क्रन्दनले नै पो कसको
मुटु छुन्छ र। सिंहदरबारको आखिरमा 4 खुट्टा भए पनि 4 हात छैन, त्यसैले तिमी हामीलाई झैँ सिंहदरबारसम्म पुग्न कुनै गाउँको गोरेटो पुग्दैन। त्यसैले पहिरोले पुरिएको गाउँको समाचारले सिंहदरबारलाई छुँदैन, सिंहदरबारलाई छुँदैन। कविता पातहरू, कवि फुलमान ब। पातहरूको कुनै विचार हुँदैन, जता हावा चल्छ उतै फर्केर नमस्कार गर्छन्, जता हावा चल्छ उतै फर्केर ताली बजाउँछन्। हावा नै नचलेको बखत 2 हातले टाउको समाएर मुर्झाउँदै झोक्राइरहन्छन् हाँगामा, र पर्खेर अनुकूल ऋतु र याम सिक्रो पारेर रुखलाई निर्लज्ज काँचुली फेर्छन्। पातहरूको कुनै अडान हुँदैन, कुनै भरोसा हुँदैन, अलिकति पनि प्रतिकूल झोक्काले झरी जान सक्छ भुइँमा। पातहरूको आफ्नै उडान पनि हुँदैन, जता बहन्छ हावा उतै उतै बतासिन सक्छन् आकाशमा। पातहरू देखिनलाई उग्र क्रान्तिकारी, तर स्वभावमा अवसरवादी हुन्छन्। अचेल म जताततै पातहरू देख्छु, अफिसमा, बाटामा, क्याफे र रेस्टुराँहरूमा, विश्वविद्यालय, मन्त्रालय र प्राज्ञिक प्रतिष्ठानहरूमा, सबैतिर पातै पात हल्लिरहेको देख्छु। प्रिय मित्र, हुनु त जीवनमा जरा जस्तो, रुख सुकेर गए पनि जराले कहिल्यै आफ्नो जमिन छाडेको हुँदैन। भोलिको युद्ध, कवि खड्गसेन ओली। हामीले लड्यौँ थुप्रै युद्धहरू आफ्नै दौतरीसँग, अब कसरी लड्ने होला भोलिको युद्ध आफ्नै छोराछोरीसँग। हाम्रा बाजे बराजुहरू खान्थे गिट्ठा भ्याकुर र कन्दमूल, चलाउँथे भाला र गुलेली, प्रकाशको गतिमा खुकुरी नचाउँथे रणभूमिमा। हाम्रा बुवा काकाहरू 7 दिन लगाएर नुन बोक्थे पत्थरकोटबाट, आफ्नै गोठ र करेसा बारीको गोरसपात पगालेर टल्काउँथे पिडौलाका मांसपेशीहरू। लड्थे विदेशी मैदानमा खुकुरी र बन्दुक बोकेर, र गरुङ्गो छातीमा झुन्ड्याउँथे गरुङ्गो तकमा। वीरताका थुप्रै कथाहरू छोडेर गए उनीहरू, तर नयाँ पुस्ताको निधारमा कहिल्यै दुःखको तस्बिर कोरेनन्। हामीले पनि पियौँ घर छेउको कुवा र झरनाको सङ्लो पानी, सँगसँगै केही पुरिया बिस्कुटहरू, र बिस्कुट जस्ता अक्षरहरू पनि निल्यौँ। बिस्तारै रिङ्गटा लागेसरी ढुनमुनियौँ हामी आफ्नै मस्तिष्कको चेपमा, र हामीले सुरु गर्यौँ आफ्नै आँगनमा हतियारबद्ध युद्ध। हामीले लड्यौँ थुप्रै युद्धहरू, र कैयन युद्धहरू हार्यौँ, र कैयन युद्धहरू जित्यौँ पनि। कति युद्धहरू हामीले हारेर पनि जित्यौँ, कति युद्धहरू हामीले जितेर पनि हार्यौँ। अहिले हाम्रा छोराछोरीहरू हेरिरहेछन् निरन्तर हाम्रा लडाइँका प्रत्यक्ष दृश्यहरू, र चपाइरहेछन् कुरकुरेका टुक्रा। तातो तातो हर्लिक्स पानीसँग जमिन मुनि बिछाइएका बारुदी सन्त्रा सुँघ्दै फड्को मार्दै विद्यालय पुग्छन् उनीहरू, र दलिनमा एकोहोरो टोलाइरहने गुरुको तालुबाट चोइटाइरहेछन् एक चिम्टी आतंक र त्रास। टेली सिरियलको कुनै चमत्कारी पात्रले झैँ नाग्दै अपहरण, बलात्कार र दुर्व्यवहारका काला चक्रपथहरू बेरिन्छन् गमलङ्ग बा आमाको न्यानो अङ्गालोमा,
र छिनभरमै बिलाउँछन्। मलाई त्यही स्वर्गीय क्षणदेखि अत्यन्त डर लाग्छ। कसरी लड्ने होला भोलिको युद्ध नयाँ मस्तिष्कसँग? कसरी लड्ने होला भोलिको युद्ध नयाँ अक्षरहरूसँग? हामीले थुप्रै युद्धहरू लड्यौँ आफ्नै दौतरीसँग। अब कसरी लड्ने होला भोलिको युद्ध आफ्नै छोराछोरीसँग? जो मृत्युसँग डराउँछन् उनीहरू आफ्नै जीवनसँग पनि डराउँछन् र आफ्नै मनसँग पनि डराउँछन्। जो मृत्युसँग डराउँछन् उनीहरू आफ्नै जीवनसँग पनि डराउँछन् र आफ्नै मनसँग पनि डराउँछन्। जो मृत्युसँग डराउँछन् उनीहरू समय जान्न पनि डराउँछन् र असत्य मान्न पनि डराउँछन्। जो मृत्युसँग बारम्बार डराइरहन्छन्, जो मृत्यु साँचेर हर पल तर्सिरहन्छन् र हर बखत मृत्युका आवाजहरूदेखि टाढा भागिरहन्छन्, हर क्षण मृत्युका आभासहरूदेखि टाढा भागिरहन्छन्, उनीहरू जीवनका परिवेशहरूसँग पनि टाढा भागिरहन्छन्। उनीहरू जीवनका देशहरूसँग पनि टाढा भागिरहन्छन्। जो मृत्युदेखि डराउँछन् सुतिरहन्छन् उनीहरू जीवनका तमाम झ्याल ढोकाहरू बन्द गरेर। उनीहरूको आङमा कहिल्यै घाम लाग्दैन, उनीहरूको आङमा कहिल्यै सपना जाग्दैन। सपना पनि बिउजिन मान्दैन उनीहरूका आँखामा, जसरी आफ्नै जीवनमा उनीहरू स्वयं बिउजिन मान्दैनन्। जो जान्दैनन् स्वाभाविक प्रेम गर्न मृत्युलाई र जो जान्दैनन् स्वाभाविक घृणा गर्न जीवनलाई, उनीहरूलाई आफ्नै देशको माटो थाहा हुँदैन, उनीहरूलाई आफ्नै जीवनको बाटो थाहा हुँदैन। मृत्युसँग खेल्ने शहीदहरू उनीहरूलाई कायर लाग्छन्, मृत्युसँग खेल्ने योद्धाहरू उनीहरूलाई निस्सार लाग्छन्। जो मृत्युसँग डराउँछन् उनीहरू आफ्नै जीवनसँग पनि डराउँछन् र उनीहरू आफ्नै मनसँग पनि डराउँछन्।